चाहिँ आधा धरान बस्छौँ नि त। अनि तेह्रथुममा चाहिँ यहाँ धरानदेखि चाहिँ नुन बोकेर चाहिँ यही बाटो चिउरी बाँसको उकालो भन्छ यही बाटो लान्थ्यो अरे भनेर भन्नुहुन्छ। बट आई एम नट स्योर हुन्छ होइन। अनि यहाँदेखि भित्र जाँदा चाहिँ यस्तो देखिन्छ है। ठ्याक्कै यहाँदेखि माथि गयो भने चाहिँ यस्तो मेडिटेसन सेन्टर छ त्यहाँनिर। अनि यहाँदेखि चाहिँ यस्तो छ सबै यो डोनरहरूको नामहरू छ। अनि यसको भित्र जानुभयो भने चाहिँ ठ्याक्कै यहाँ जानु भने चाहिँ यस्तो छ। अहिलेको एकदम सबैले मन पराइरहेको छ। हामी सावगिरी गाडी जाँदैनौँ ठ्याक्कै उतो यहाँ मास्टरको टावरसम्म जाउँ भनेर सोचिरहेको छु। तर उपट गर्ने भयो गाइस पसिना दामी। पेट्रोल कहाँसम्म पुग्छ भनेर हामी हेर्नु खोजेको थियौँ। निकै माथिसम्म बनाएको रहेछ। हामी सागरी गढी जाने आधी बाटो चाहिँ होइन जस्ट 1/3 वेमा चाहिँ पुग्यौँ होला सायद। अब यहाँदेखि चाहिँ हामी ब्याक टु धरान हुन्छौँ गाइस। ओके यहाँदेखि चाहिँ अब फेरि हामी ब्याक। ल है गाइस गुड मर्निङ। अहिले चाहिँ हामी समीचोकदेखि ठाडो उकालो जाँदैछौँ मेरो भाइसँग। आजको हाम्रो यात्रा चाहिँ श्रम संस्कृति पार्कदेखि अलिकति मास्तिर जानेछ। एक्चुअली हामी मर्निङको 5:30 निस्किने प्लान थियो तर त्यस्तै भयो 6 बज्यो। ठिकै छ वी आर अन द वे। सबैजना फर्किँदैछ हामी चाहिँ जाँदैछौँ। फुस्रे कटेर ठ्याक्कै यो ओह्रालोमा आइपुगेको छौँ। यहाँदेखि अब ठ्याक्कै उता पर्तिर चाहिँ श्रम संस्कृति पार्क देखिँदैछ। यहाँदेखि के स्टार्ट हुन्छ ओसो पार्क यही होला। ओसो खोला यही होइन। अन्त माथिदेखि नै पार्क छ यहाँदेखि। तर बिहान बिहानै पनि टन्नै मान्छेहरू हुँदो रहेछ यार। अनि यहाँ तलतिर पनि बुढाबुढी बस्ने पार्क बनाउँदैछ क्या। स्टिल अनगोइङ नै छ तर राम्रो बनाएको छ। यहाँनिर पार्किङ स्टल हो। यहाँनिर ठ्याक्कै पुल जानुभन्दा अगाडि नै यो राइट साइडमा पार्किङ छ। अनि यहाँदेखि सिधै गयो भने पुग्छ। मान्छेहरू कति धेरै स्टिल काम गरिरहेको रहेछ। यहाँदेखि चाहिँ स्टार्ट हुन्छ। फर्स्ट चाहिँ हामी यहाँबाट एक्सप्लोर गर्छौँ यसरी। पुरानो ओसो डान्स पो हुँदो रहेछ त। मेडिटेसन सेन्टर म आउनु चाहिँ आएको छुइनँ तर थाहा चाहिँ छ यहाँ छ भनेर। अनि यहाँदेखि पार्क स्टार्ट हुन्छ। अनि यो चाहिँ तपाईँले देख्नुभएको चाहिँ यो रोज गार्डन हो। यस्तो छ यहाँनिर यस्तो छ रोज गार्डन। पहिला 5 वर्ष अगाडि यस्तो थिएन अहिले यस्तो भएर आएको छ। कस्तो राम्रो देखेँ। ए गाइज वेलकम ब्याक टु माई च्यानल। आजको हाम्रो भ्लग स्पेसल चाहिँ हामी यहाँनिर श्रम संस्कृति पार्कमा आइरहेको छौँ। लाइक बिहानै मर्निङ वक गर्दै गर्दै या आजसँग अघि पनि देखाएँ जस बिहान 6 बजी नै आइरहेको छौँ हामी। के तेरो रङ एङ्गल भयो। ओके तर खुल्ला छैन कि यस्तो छ। बिहानै आउँदाखेरि म यो बिहान चाहिँ आएको थिइनँ क्या यो ओसो पार्क भन्नुपर्दाखेरि। आउनुभएको छ क्या कति टाढादेखि आउनुभएको होला। बिहानै टेम्पो गाडी रिजर्भ लिएर अघि आउनुभएको छ। सैटरडे भएर होला बिहानै आउनुभएको छ। जस्ट एउटा कुरा चाहिँ हो कि के भयो भन्दाखेरि चाहिँ धरानमा घुम्ने ठाउँ कहीँ छैन नि त। सो बेसिकली काहीँ न काहीँ चाहिँ बनाउनु भएको छ। यो के बनाउनु लाग्नुभएको होला त्यसको लागि यस्तो छ। यो अस्ति कस्तो राम्रो थियो अहिले सबै मरेछ क्यारे। 40 रुपियाँ। Pam. यहाँदेखि यहाँ जुन देख्नुभएको छ यहाँदेखि चाहिँ गोर्खा पार्क भन्ने स्टार्ट हुन्छ। यो ओसो पार्ककै पार्ट हो। अनि यो चाहिँ कलेक्टिभली लाइक एक्स गोर्खाजहरूले चाहिँ लाइक बाई डोनेसन र बाई श्रमदान चाहिँ बनाउनु भएको हो। यहाँ
इभन हाम्रो पापाहरूले पनि हाम्रो बाजेहरूले नि कन्ट्रिब्युट गर्नुभएको छ ठ्याक्कै यसलाई गोर्खा चौतारी भन्छ होइन। अनि यहाँदेखि भित्र जाँदा चाहिँ यस्तो देखिन्छ है ठ्याक्कै यहाँदेखि माथि गयो भने चाहिँ यस्तो मेडिटेसन सेन्टर छ त्यहाँनिर। अनि यहाँदेखि चाहिँ यस्तो छ सबै यो डोनरहरूको नामहरू छ। अनि यसको भित्र जानुभयो भने चाहिँ ठ्याक्कै यहाँ जानु भने चाहिँ यस्तो छ। अहिलेको एकदम सबैले मन पराइरहेछ। ओके यस्तो छ यहाँभित्र चाहिँ होइन एस्थेटिक देखिन्छ जे होस् राम्रो बनाउनु भएको छ उहाँहरूले होइन। सो प्राउड अफ इट। अनि यसको साइडमा हेर्नुहुन्छ भने तपाईँले यस्तो छ क्या ठ्याक्कै अहिले चाहिँ आधा धरान यिनी ठाउँमा। यहाँदेखि चाहिँ हाम्रो संस्कृति पार्क एन्ड हुन्छ। अनि यहाँदेखि हाम्रो यो खास गरी चाहिँ पहिला हाम्रो एन्सिस्टरहरूले चाहिँ नुन बोकेको बाटो हो भनेर भन्छ। एक्चुअली हामीहरू चाहिँ माथि तेह्रथुम जिल्लामा बस्छौँ नि त। अनि तेह्रथुममा चाहिँ यहाँ धरानदेखि चाहिँ नुन बोकेर चाहिँ यही बाटो चिउरी बाँसको उकालो भन्छ यही बाटो लान्थ्यो अरे भनेर भन्नुहुन्छ। बट आई एम नट स्योर। हामी पाइप तान्न आएको थियौँ पहिला सुरुमा त्यतिखेर यस्तो केही बनेकै थिएन। पाइपहरू चाहिँ आएको थियो हामी यो सबै पाइपहरू ल्याएको हो नि त पाइपमा अरे। अनि मासतिर ट्री प्लान्टेसन चाहिँ अलिक मासतिर थियो। हामी जस्ट यहाँ तलदेखि ट्री प्लान्टेसनको लागि चाहिँ आएको थियौँ यहाँ ठाउँमा। अहिले त मजाले यस्तो हिँड्ने ठाउँमा यसरी ट्रेकिङ ट्रेल जस्तो मजाले बनाउनु भएको छ। तर आई डोन्ट नो यो कहाँसम्म छ भनेर। आजको यो भिडियोमा चाहिँ म यही हेर्दै चाहिँ कहाँसम्म यो बनेको छ भनेर। यो खोलाको एरिया हो यहाँनिर चाहिँ। ओ माई गड यही बाटो चाहिँ खास गरी माथि सागरी गढी पनि जान्छ। तर आज हामी सागरी गढी जाँदैनौँ ठ्याक्कै उतो यहाँ मास्तिरको टावरसम्म जाउँ भनेर सोचिरहेको छु। निश्चित तर उपर गर्मी भयो गाइस पसिना दामी। पेट्रोल कहाँसम्म पुग्छ भनेर हामी हेर्नु खोजेको थियौँ। निकै माथिसम्म बनाएको रहेछ। हामी सागरी गढी जाने आधी बाटो चाहिँ होइन जस्ट 1/3 वेमा चाहिँ पुग्यौँ होला सायद। अब यहाँदेखि चाहिँ हामी ब्याक टु धरान हुन्छौँ गाइस। ओके यहाँदेखि चाहिँ फेरि हामी ब्याक टु धरान हुने हामी प्रिपेयर पनि भएको छौँ माथि जानुलाई। त्यही भएर हामी यहाँदेखि चाहिँ अब धरान जाने गलिस बिचबिचमा यस्तो रेडियोको नि सुविधा छ है। यहाँ कति मिठो धुन गाना बजिरहेको छ यहाँ। गाइस अब हामी यहाँ खाजा खान हालेको थुक्पा चप